हेलो एभ्रिवान, गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म जानु आँटेको गान्तोक होइन, जानु आँटेको मतलब अहिले 7 बजिसकेको छ। अन्त 9 बजीतिर चाहिँ जान्छु नि त हस्पिटल। सो त्यही भएर चाहिँ नुहाइधुवाइ गरेर चाहिँ यहाँनिर घाममा एकछिन उभिएको होइन। घाम चाहिँ यस्तो दामी भएर छ। आजको खानाहरू पनि सबै अघि पकाएँ होइन। बिहान छिट्टो उठ्छु नि त म, अनि खानापिनाहरू अघि पाकिसक्यो। अनि अब चाहिँ अलिअलि कामहरू छ, त्यहाँदेखि छिटो छिटै निक्लिनु पर्ने छ है, किनभने कोही बेला जाम हुन्छ नि त गान्तोक बाटो है। सो त्यही हो, मेरो भिडियो हेर्दै गर्नुहोस् है। अहिलेको लागि चाहिँ बाई। मलाई चाहिँ पुरा मोमो खानु मन पऱ्यो अरे होइन। अन्त बिमारी मान्छे अब कति बसेको हस्पिटल बसेको, अन्त त्यही भएर चाहिँ यो लौकाको मोमो, लौकाको चाहिँ एकदम राम्रो हुन्छ नि त। अनि एकदम हुचिङ सुचिङ केही नहालिकन चाहिँ बनाइदिनु आँटेको। अन्त यसमा चाहिँ यो हुन्छ गाजर, लौकाको चाहिँ अब केही असर गर्दैन नि त, बिमारीलाई पनि मोमो बनाएर लगिदिएको भन्नुहुन्छ होला। अनि आटामा चाहिँ लौका र गाजर मात्रै हालेर एकदम प्लेन बनाएर चाहिँ है, एक दुईवटा दादाले सिन्तामसम्म पुर्याइदिनु भयो भने त कस्तो धर्म हुन्थ्यो नि हो मलाई त। अनि चाहिँ नि मैले चाहिँ अहिले अस्ति फ्लिपकार्टबाट चाहिँ एउटा पार्सल अर्डर गरेको थिएँ होइन, आइसेटो मिब्लिनको। अन्त आएछ पनि अघि भर्खर हो। अन्त लगाउने अब म चाहिँ फाइनली रेडी भइसकेको हो। घाम यस्तो डरलाग्दो छ। अनि चाहिँ यो चाहिँ कानमा लाउने टपहरू छैन, सबै हराएर कि एउटा पनि छैन यस्तो लाउनु। अनि चाहिँ कस्तो बेसी गरम छ नि त, यहाँ दादालाई पक्कै तुलाई जाउँ न सिन्तामसम्म भनेर, यहाँ सिन्तामसम्म जाइदिनुहुन्छ अरे। यहाँ ढुक्क भन्यो कस्तो ढिलो भइसक्यो, यहीँ 10 बजिसक्यो नि त। के अयो कोही कोही बेला त क्या सोच्थ्यौँ, क्या होता है हो, भिडियो बनाएको भिडियो भएको रहेन रहेछ हो। त्यस्तो जिन्दगी हो। कायो भने चाहिँ यता हेर्नु त, खै ग्लास बोकेन ए। घाम त देखिहाल्नु भयो होला ब्याकग्राउन्डमा हो, कस्तो डरलाग्दो घाम लागेको छ। सामान बिर्से जस्तो लाग्छ मलाई पनि हेर्दाखेरि चाहिँ। हाले त ला, पैसा ल्याउनु, वालेटै ल्याउनु बिर्सेछु मेरो। त्यहाँ पैसा छ हो, यस्तो हुन्छ नि त। बस्दै गर्नु आइहाल्छ, जाँदै गर्नु। मैले चाहिँ नि हो पैसाको वालेटै ल्याइन रहेछु, त्यहाँ पैसा थियो कि। अब कोही बेला क्यास पनि चाहिन्छ नि त। पुरा रिस उठ्छ हौ, अलिक बिर्सेर गएको। 2टा काम भयो नि हौ। मैले चाहिँ चार्जरै हाल्नु बिर्सेछु होइन, चार्जर पनि हालेँ। आम्मामा पसिना आउनु थाल्यो अहिले नै। सिन्तामा चाहिँ गरम भन्नुहुन्छ नि, यति डरलाग्दो गरम हो। एकछिन ब्याङ्कमा बस्ने काम थियो, आम्बो ब्याङ्कभित्र दुलो पसिना। अब म चाहिँ यहाँदेखि यता माथि त्यो भानु पार्कको त्यहाँनिरदेखि चाहिँ गाडी एकैछिनमा पाउँछ नि त गान्तोक होइन। स्ट्यान्डमा बस्दा चाहिँ पुरा टाइम लाग्छ, त्यही भएर चाहिँ म यहाँनिर रोडमा आएको होइन। त्यही हो, अब के भन्छ भिडियो बनाउनु पाउँछु कि पाउँदिनँ होइन, बनाउनु पाएँ भने आउँछु ल। आज चाहिँ यस्तो भयो कि लिफ्ट बन्द भएर चाहिँ मतलब अड्केर चाहिँ फेरि अब जति क्यापेसिटी छ त्यति चढ्दैन नि त मान्छेहरू होइन। बन्द भएर चाहिँ 25 मिनट जस्तो त्यहीँ बसेँ होइन, यस्तो सफोकेसन भएर हो। 2जना दिदीहरू त त्यहाँभित्रै रुनु भयो, यस्तो डरलाग्दो भएको।